बुढाबुढीको भेट भइहाल्छ नि भेट बुढाबुढी भेट गर्नु पाएन चाहिँ भेट भइहाल्छ नि बुढा। तिमीले त अनि 17वटा म्यासेज अनि अनसेन्ड गरेछौ त म्यासेज पठाउँदै अनसेन्ड गर्दै। अनि म्यासेज हेर्नु छैन अनि तेरो अनसेन्ड गर्दैन मान्छे। मेरो राति हुन्छ यहाँनेर हैन तिम्रो त्यहाँ दिउँसो म्यासेज पठाउँदाखेरि अनि यहाँनेर राति हुन्छ अनि राति भनेको त म मोबाइल साइलेन्टमा राखेर सुत्छु हतपत उठ्दैन पनि हेर्दिन पनि त्यो भएको कारणले गर्दा चाहिँ छोड्नुपर्छ नि त म्यासेज त जबसम्म हेर्दैन तबसम्म। यस्तो खालको म्यासेज पठाउनु पर्यो मलाई हैन मैले पर्खेर बस्दाखेरि पनि त्यो गलत नहुने खालको हुन्छ नि त्यो एकछिनमा हाइमा आएर पठाएको त रिमुभ गर्न मन लाग्छ नि त डिलिट गर्न मन लाग्छ हैन त्यो खालको पठाउनु पर्यो तिमी छोडिराख के हो थाहा छैन। त्यत्रो म्यासेज पठाएको न हेर्नु छ न केही गर्नु छ रिप्लाई पनि दिनु छैन अहिले किन म्यासेज पठाउनु अनसेन्ड गरिदिनु। अनि जान चाहिँ कहाँ आँटेको आज तिमी? म अब सुटिङमा हो अब जाने अब एउटा ट्रक किनिदिनु पर्ने रहेछ कि ऋतु अनि त्यो ट्रक चाहिँ कस्तो भने ट्रकमै भित्रै बस्ने ट्रकमै खाने खालको भ्यानिटी ट्रक भन्छ नि त्यो सेलिब्रिटीहरू बस्ने जस्तो गरिदिनु पर्ने रहेछ। अनि तिमीलाई चाहिँ सधैँभरि त्यसैमा जहाँ गए पनि त्यही गरौ त्यतै बसौ त्यतै उ गरौ हैन त्यसो गर्दा सजिलो हुन्छ। ट्रकमा जाम्ला अब अनि जेठानको जस्तै लुगा छ त सँगै गएर किन्छौ कि क्या दुईजना? को जेठान? जेठानले नि अनि सेकुको नि यस्तै खालको ड्रेस देखेको थियो त सेतो कलरको डान्स गरेको हैन किन हेर्नु भए हजुरले? मेरोमा एकचोटि आएको थियो कतिखेर मलाई मेन्सन गरिराखेको थिए साथीहरूले कि अनि यो जोडीमा चाहिँ आँखा नलगाउनु है गुरुजी भन्दै। तुब्लाङ नै बिचा दाइयो चाहिँ त्यसो राम्रो सोच्नु ल। अब मैले सोचेको होइन नि अरूले चाहिँ कमेन्ट गरेको हो मैले त के सोच्छु भित्र तिमीलाई मैले त्यस्तो सोचेँ भने त पाप पो लाग्छ त मलाई त। म त चाहन्छु तिम्रो त 118 जना 116 जना गोपाहरू हुन् भन्छु म त। मेरो त कोही छैन ल कोही पनि छैन मन पराउनु त धेरै हुन्छ त्यसको पछाडि लागि दौडिनु त अब चाहिँ दौडिनु कस्तो ठाउँ छ नि कहाँनेरि हो त्यो चाहिँ? काभ्रेस्थली हो। खुट्टा चाहिँ के गरेको? अस्ति त तिम्रा काला काला खुट्टा देख्दै थिए त तिग्राहरू हात खुट्टाहरू त काला काला खालका देख्दै थिए अस्ति यहाँ लुगा उयो गर्दाखेरि तयारी भएर अनि आज त सेता न सेता देख्छु कसरी 2-4 दिनमा सेतो हुन्छ ऋतु? म मान्छे गोरे नै छु ल। मतलब टिप्स देऊ न टिप्स। म गोरे नै छु ओके यो के हो सबले कस्तो कमेन्ट नर्ले छोड्दै क्या भनेर ब्रेकअप ऋतु आजदेखि तिम्रो बाटो जाऊ म मेरो बाटो जान्छु हैन मलाई फोन गर्ने मेसेज गर्ने हैन नगर्ने जस्तै बोलेको मात्र छ नि त हैन बोल्छु मात्र नि त तिमीले माया गर्छु भनेर शब्दले मुखले बोल्नु र मुखले भन्नु धेरै फरक छ ल। मैले मुखले भने तपाईँले मुखले भने चाहिँ मैले अनि भन त एकचोटि सुनौ म हजुरलाई धेरै माया गर्छु। यो त मुखले भनेको हो नि त्यहाँ भित्र छाती चिरम हाम्रो चट्टे चिरम छाती म चिरा त ल हेरौँ तपाईँलाई त्यसरी तिम्रो जस्तो मलाई ढाँट्न आउँदैन म त गर्दिनँ भने गर्दिनँ नि भन्छु सिधै। कसम खान्न गर्दैन भनेर कसको कसम खानु? कसम किन खानु र मन्दिरको धामहरूको कसम खाइराख्नुपर्छ र? खानु पर्यो हामी कति खानु जहिले जहिले कसमै मात्र खानु? तिम्रो कसम खाइदिन्छु नि टाउको यता टाउको ल्याउ न म ल्याउँदिन तिम्रो खाइदिन्छु गर्दिनँ न मायै गर्दिनँ यिनले त मुखले चाहिँ भन्छन् कि गर्छु भनेर मनबाट त बरु हजुरले गर्नु न ल। मान्छेले के गर्छन् मनै अझैसम्म चञ्चले छ भइराखेको छ हैन कोहीसँग चञ्चल भएको छैन ल। माया गर्ने कर्तव्य हो माया गर्ने मान्छेले गर्नु पर्यो नि त।
मलाई पनि ब्याक आओस्, मैले माया गरेँ मलाई ब्याक आओस्, मैले एउटा चुम्मा दिएँ मलाई पनि एउटा ब्याक आओस्, मैले एउटा भिडियो लाइक गरेँ मलाई पनि, त्यो त भनेको व्यवसाय हो नि, त्यसलाई माया भन्छ, व्यवसाय गरेको हो। माया गर्ने मान्छेले चाहिँ गरेको गरे गर्छन्, मलाई फर्केर आओस् या नआओस्। सुत्दाखेरि पनि गुड नाइट भन्ने सोच्नु पर्छ। अनि गुड नाइट भन्दाखेरि चाहिँ अनि माया गरेको हुन्छ त, गुड नाइट त सबैले माया गरेर सम्झेको होइन त, अनि सम्झेको म भन्दैछु त, अहिलेको अहिले तिमीले आफै प्रमाण गर्छौ नि। के को प्रमाण गरेको? अनि के त सबै मेसेज गर्छ गरे, सबै मेसेज गर्छ भन्दा के दुनियाँको रिप्लाई दिँदै बस्ने गर्ने हो र? एकतर्फी माया त गर्न पाए नि त सबैजनाले। एकतर्फी किन माया गर्नु? एकतर्फी माया त्यस्तै त हो नि, मान्छेलाई पनि एकतर्फी माया गर्छन्। मैले तँलाई माया गर्छु नि त, तिमीले मलाई